आइपुग्यो यता कस्तो धबधब बलेको भरे आलु बस्ने ट्याक्टर भने जान्छ आलु बस्ने हेलो एन्ड वेलकम गाइस, स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी आलु खन्न खेतमा गएका छौं। आलु नै फलेको रहेनछ रे के काकी काट्नु काट्नु छिटो छिटो छान्नु अब सकियो त किन दोहोऱ्याउनु लान त पनि सानो कसले खुलेको छैन घुमाएर खेल्छ है यता मेरो पनि आउँछ ल मेरो भन्ने अनि बसाइ यस्तो चाहिँ यसले खिचे कि पचियार भादेखि यसको दुईटा क्लास भइगयो सेल आउँछ अहिले को बा हो सेल आउँछ हजुर भरे आलु बस्ने ट्याक्टर भने जान्छ आलु बस्ने कति राम्री हाम्री काकी आमा हजुरबाउ ब्युटिफुल भन्नु ब्युटिफुल त हुनुहुन्छ त नि तिमीले पछ्याएको पानी खानै हो स्याउने आमा आफै नाम ल है हाम्रो खाजा आइपुग्यो यता कस्तो धबधब बलेको खाजा छ अगाडि चटनी छ अगाडि आलुको दाना खाजा आयो खाजा त बसेर हिँडे ले पनि भनेछन् मम्मीले नि फेरि अनि तर भनेको भएन मैले अनि फेरि मागिरहेको चाउचाउ खाने भने चाउचाउ उहाँ चाहिँ दाजु हुनु है उहाँ चाहिँ दाजु हुनु है यहाँ आलु हाल्दै हुनुहुन्छ दिदीले यतिखेर किन भनेर छक्क पर्ला नि राख्नु न माझमा आलु जिन्दाबाद आलु खन्दै आलु खाँदै यति खान्छु त म एउटा खान्छु म त एउटा धेरै मन पर्दैन हो आलु मलाई यस्तै धुले खाए भाइरल होला कि यस्तो 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 छ हाम्रो हात एउटा त खानु न मन राख्नु हौ भाउजू यतै बस्नु त यहाँ बस्नु न यहाँ बस्नु न हाम्रो दिपाश्री उहाँ उभिरहनु भएको छ हौ आऊ दिपा यहाँ बस न स्वभाव नदेखाऊ यहाँ के खाने त माया किन आकी त तिमी नखाने बा यहाँ खाने मान्छे मात्रै हो नखाने त आउनु सबैजना भङ भङ आलु
खान्न भन्ने मान्छे नि यहाँ खाना आउनु भएको छ। 6-5 वर्ष तिमीहरुले अनि के के काम गर्नु त बजे बजेकै पात त हो नि खाजा दिन थाहा त हजुर हामी खाजा खाएर आका त्यो खाइ दिन आउनु न आको छ अचार छ पत्तामा मन पिक्चर बनाउन ओ माइ गॉड झरो यहाँले थियो अघि खोर्सानी अब यहाँ आऊ भने ढिलो भइसक्यो आलु बसेर खाऊ के हुँदैन नछौ आलु के बरु उठेर खाइले होला भएर के भनेर नुन चिन हालेको के हो त पिरो मात्रै खादैछौ त लागेन नि पिरो भन्दा नुन कम ल्याउ त कुदेको किन ल्याउने त्यही खान्दै कुदेर जानु होला कुन खानु न भयो त खोर्सानी ल्याउन कुद्न आराम आई रुवा लाग्छ काकी हाई यता हाई गर्नु न खाइन सायो आलु खा नखर्को काम नकाची उले आलु लग्यो भने हैन होइन के को लानु नि छ मुरी भान्से दिदीको अनुहार हेर कठै ए थेसान खाजा साजामा त खायो होला नि मन त बिस्तारै बिस्तारै झर्नु पर्यो भनेको अझै बिचारा त आँतीमा खाजा खायो होला भने बनाएर उहाँ के खानु कस्तो बेइज्जत गरेको अब फेरि लान्छ ट्र्याक्टरले भइहाल्छ झर्छ होला यता गयो चाहिँ कहाँ गइसकिन्छ गयो खाने भाइ हाल्छ अब हामीले आलु खाइसक्यौँ सबै फिनिस भयो यत्रो भाडाको आलु पनि सबै खाइसक्यौँ अब उहाँ खन्न गइसक्नु भयो हामी चाहिँ अब जाने तयारीमा छौँ यहाँ हाम्रो दिदी गमक्क परेर बस्नु भएको छ फाइनल्ली हामीले अब आलु खनेर सकिसक्यौँ फेरि पत्रकार बन्ने भएछ यति बाँकी छ अब हाम्रो आलु खनेर सक्यो एकछिन जानु पाएको खोइ तपाईँहरुको डोरी दिनु बाई बाई सबैजनालाई